हर्षन नमस्ते नमस्कार। आमा जो आज हक्दे हो क्या विश्व हक्दे अब विश्वले हक्ने दिन हो क्या आमा बुझ्नु हक्दे आज हक्दे हो होइन हक्देमा चाहिँ सबैजनालाई हक दिवसको धेरै धेरै शुभकामना छ। तर एउटा अपिल म सबैलाई गर्न चाहन्छु कि जहाँ पाइँदैन हग्नु होला, आफ्नो स्थानमा गएर आनन्दले हग्नु होला। जहाँ पाइँदैन हगेर फोहोर नगर्नुहोस्। हामीलाई देश बनाउनु छ, फोहोर बनाउनु छैन। हगेर जताततै जतापत नगर्नुहोस्। आज हगेको सबैलाई शुभकामना छ। आरामले आफ्नो ठाउँमा गएर हग्नु होला, त्यही भन्न चाहन्छु। सर्वसाधारण हिसाबमा बुझ्ने हो भने हग्ने भनेको हग्ने दिन भन्ने बुझ्छ। हग्ने भने अङ्गालो मार्ने होइन। यो दिनमा प्रायः जस्तो प्रेमीले आफ्नो प्रेमिकालाई अङ्गालोमा मार्ने गर्छ, तर आफ्नो प्रेमिका छैन होइन। त्यही भएर आफूले चाहिँ सिरानी अङ्गालो मारे मात्र हो, अरू केही विकल्प छैन। फेरिको माल पिरी हो जामा, फेरिमा दियो भन्दैमा ल्याउने हो। हेलो गाइज, सबैजनालाई गुड मर्निङ। मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। बिहानीको सुरुवात भइसकेको छ। प्रायः जस्तो मेरो बिहानीको सुरुवात यहीँबाट हुनेछ र म यसो आमालाई दर्शन गरेर आउँछु होइन। दर्शन नमस्ते। अब हु इज माई आमा, आमा जो आमा नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? आरामै आउनु बस्नु। उयो नानी ऊ भन्छ घाउ भन्छ है। मलम लगाउने हो नि। मलम नै गतिलो दिएन क्या त्यहाँ। कहाँबाट ल्याउने होला ल न बाबु, एउटा गतिलो ल्याइदेऊ। मलम खै कस्तो मलम देखाउनु? त्यो आइमाइले फेरिको माल पिरी हो जामा, फेरिमा दियो भन्दैमा ल्याउने हो। यो जेल एन्टिसेप्टिक जेल यो ज्वरोको लागि हो कि होइन रोक्नु म अहिले हेरिहाल्छु। यस्तो रहेछ आमाको। दादा होइन, औषधि खाइराख्नु, सन्चो हुन्छ आमा, टेन्सन नगर्नु। भोलि गरौँला। पानीले कुल्लार, बेसारले कुल्लार, मैले दबाईले लगाइदियो नभए पनि भन्छु अस्ति नै त्यो चोखाले क्या। आज पनि हक डे हो आमा, हक डे, त्यो हग्ने दिन। आउने नि हजुर, कसले आज हक डे हो क्या, विश्व हक डे। ए विश्व व्यवहार अब विश्वले हग्ने दिन हो क्या आमा, बुझ्नु नि। र घर रोक्नु, उता पुगेर आउँछ नि। आज त हक डे हो होइन। हक डेमा चाहिँ सबैजनालाई हक दिवसको धेरै धेरै शुभकामना छ। तर एउटा अपिल म सबैलाई गर्न चाहन्छु कि जहाँ पाइँदैन हग्नु होला, आफ्नो स्थानमा गएर आनन्दले हग्नु होला। जहाँ पाइँदैन हगेर फोहोर नगर्नुहोस्। हामीलाई देश बनाउनु छ, फोहोर बनाउनु छैन। हगेर जताततै जतापत नगर्नुहोस्। आज हगेको सबैलाई शुभकामना छ। आरामले आफ्नो ठाउँमा गएर हग्नु होला, त्यही भन्न चाहन्छु। म गाइज खाना खाएर बगेर खाएको अभिकन लागेको। हाम्रो आदरणीय हजुरआमा हुनुहुन्छ। हजुरआमा हामी अफिसमा लागेको। गाइज हामी खाना खाएर हिँडिसकेका छौँ। सुबाचोको योलाई भन्छ। र अब टाइम कति भएछ? टाइम 40 भएछ, 9:40। र अब खाना खाएर हामी हिँडिसक्यौँ। आज भ्यालेन्टाइन डेको 12औँ दिन, फेब्रुअरी 12, हक डे। सर्वसाधारण हिसाबमा बुझ्ने हो भने हग्ने भनेको हग्ने दिन भन्ने बुझ्छ। हग्ने भने अङ्गालो मार्ने होइन। यो दिनमा प्रायः जस्तो प्रेमीले आफ्नो प्रेमिकालाई अङ्गालोमा मार्ने गर्छ, तर आफ्नो प्रेमिका छैन होइन।
त्यही भएर आफूले चाहिँ सिरानी नाङ्गालो माने मात्र हो, अरू केही विकल्प छैन। र दिन यस्तो छ, सूर्य देवता इज अन द टप। सूर्य देवताको दर्शनको साथ आशीर्वाद साथ बिहानीको सुरुवात सुरुवात भएर हामी अबतर्फ हिँडिसकेका छौँ। जतिसक्दो मान्छेहरू के गर्दैछ भनेर, ठिक छ, नो प्रब्लम। गाइज हामी कामको बिजी भएर मैले भिडियो बनाउनै पाइनँ र अब अन्तिम हुन लागिसकेको छ। उहाँ अङ्कलहरूको हामीले काम गरेको र आजको दिन यतिको देखियो। यहाँ एकछिन टाइमको यादमा खानै हुँदैन। अब भिडियोलाई अन्तिमतिर पुगिसकेको छ भिडियो। गाइज हामी काम सकेर घर फर्किँदैछौँ। ढिलो भयो, आज 6 बजिसक्यो। काम भ्याइँदै होइन। अनि हामी गएनौँ त, मैले भनेको काम भनेर त्यही चुना लाग्थ्यो, पैसा नि होइन। बुझेँ, जानु भएको छ, धन्यवाद छ। अब भ्यालेन्टाइन डे हामीलाई के छ प्रोग्राम, के छ प्लानिङ, ठिकै छ। आफ्नो ठाउँमा सुरक्षित तरिकाले गर्नु होला नि प्लानिङ प्लोटिङ होइन। अब जाडो छ, बिहान बेलुका चाहिँ दिउँसो चाहिँ उत्पाद गरिनु हुन्छ होइन। चिसो हुन्छ ल गाइज, भिडियोलाई यति राखौँ। भिडियोलाई मन पराउनु होला, आशा छ, मलाई आशा छ। आउँदैछ अझै भिडियोहरू, आशा छ तपाईँहरूमाथि। हस् त, नमस्कार।